सम्मानीय सभामुखज्यू, हामीले प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षीहरूको तर्फबाट म प्रस्तावक सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टी दलका प्रमुख सचेतक माननीय सन्तोष परियार, त्यसरी नै नेकपा एकीकृत समाजवादीका माननीय शेरबहादुर कुँवर, यसरी नै राष्ट्रिय जनमोर्चाका माननीय चित्रबहादुर केसी र आम जनता पार्टीका माननीय प्रभु शाह सहित समर्थक भएर शिक्षक, चिकित्सक लगायतको विषयवस्तुमा हिजो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका थियौँ। हामीले मिडियाहरूमा सुनिरहेका छौँ चिकित्सकहरूको समस्या सरकारले समाधान गरेको छ भन्ने। त्यो के भएको हो? यो जनताको जनप्रतिनिधि संस्था संसदमा आएर सरकारले आफ्नो भनाइ राख्नुपर्छ र सरकार संसदप्रति जवाफदेही हुनुपर्छ। यसको साथसाथै शिक्षकहरू त्यति लामो समयदेखि अहिले सडक आन्दोलनमा हुनुहुन्छ। उहाँहरूले स्थानीय तहदेखि प्रदेश, त्यसको साथसाथै विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालय र विभाग हुँदै सडक आन्दोलन गरिरहनु भएको छ। यस्तो शिक्षा, स्वास्थ्य जस्तो अत्यन्त जरुरी सार्वजनिक महत्त्वको विषयवस्तुमा प्रमुख प्रतिपक्षी दल प्रस्तावक, अरू प्रतिपक्षी दलहरू समर्थक भएर राखिएको जो प्रस्ताव छ त्यसलाई आजकै कार्यसूचीमा राख्नको लागि हामीले सम्मानीय सभामुखज्यू लगायत संसद सचिवालयसँग पनि हार्दिक आग्रह गरेका थियौँ। त्यति मात्र होइन, हामीले यो संसदमा भएका सरकारका दलको मुख्य सचेतक सँगसँगै प्रमुख सचेतक, मुख्य सचेतक माननीय महेश बर्तौला, प्रमुख सचेतक माननीय श्याम कुमार घिमिरे लगायतसँग पनि हामीले यो विषय अत्यन्त जरुरी सार्वजनिक महत्त्वको विषयवस्तु हो, शिक्षासँग सम्बन्धित, यो जनतासँग सम्बन्धित, जनताको आम विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीसँग सम्बन्धित विषय भएको हुनाले यस्तो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव हामीले हाम्रो सङ्घीय संसदको नियमावलीको व्यवस्था अनुसार हामीले त्यसलाई अगाडि बढाएका थियौँ। फेरि पनि हामीले आज हामी प्रस्तावक समर्थक सहित गएर सम्मान्यज्यूसँग कुरा राख्दा किन यो आजको कार्यसूचीमा रहेन भन्दा सम्मान्यज्यूले सरकारको तर्फबाट मन्त्रीज्यूहरूले समय दिन नसक्नु भएको हुनाले भन्ने जवाफ पायौँ। हामीलाई लाग्यो कि संसदप्रति सरकार कति गैर जिम्मेवार छ, आम जनताको समस्याप्रति, आधारभूत समस्याहरूप्रति र सडक सङ्घर्ष भइरहेको छ, एकातिर आन्दोलनहरू अगाडि बढिरहेका छन्, त्यो प्रति सरकार गैर जिम्मेवार तरिकाले प्रस्तुत भइरहेको छ। यही विषयवस्तुलाई राखेर हामी फेरि पनि के भन्छौँ भने विद्यार्थीका जो परीक्षा छ त्यो एकपल्ट स्थगित भइसकेको छ, यसलाई अगाडि बढाउनु पर्ने छ। अरू निजी विद्यालयहरूमा विद्यार्थी भर्ना भइसकेका छन्। हामीले हाम्रो संविधानमा उल्लेख गरेका छौँ कि सार्वजनिक विद्यालयहरूलाई अगाडि बढाउने विषयवस्तुहरू, अहिले सार्वजनिक विद्यालयको स्तर वृद्धि गर्नुपर्ने छ। आम अभिभावकहरूलाई हाम्रो संविधानले व्यवस्था गरेको अनुसार माध्यमिक तहसम्मको शिक्षालाई चाहिँ निःशुल्क गर्नुपर्ने छ। यी कैयौँ यस्ता विषयवस्तुहरू छन् जसका लागि हामी संसदमा निरन्तर चाहिँ कुराकानी गर्नुपर्ने छ, छलफल गर्नुपर्ने छ। त्यति मात्र होइन, अहिले यो संसद खुलेपछि चाहे त्यो शून्य समयमा होस्, चाहे त्यो आकस्मिक समयमा होस्, चाहे त्यो विशेष समयमा होस्, मान्य सदस्यहरूले चाहे सत्तापक्षबाट होस् चाहे प्रतिपक्षबाट होस्, मान्य सदस्यहरूले यो समस्याहरूको हलको लागि कुरा उठाइ हुनुहुन्छ। हामी छलफल गरेका गरेछौँ, तर फेरि पनि सरकार त्यो रोस्टममा आएर
यी समस्याहरूको समाधानका बारे अहिलेसम्म केही कुरा गर्नु पनि छैन। हामीले सुन्यौँ सरकारको तर्फबाट केही कुरा आउँछ कि हामी पर्खेर पनि बस्यौँ, फेरि पनि यो नआएको कारणले हामी यो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव जो हामीले हिजो दर्ता गरेका छौँ त्यो यो संसदमा छलफल हुनुपर्छ। शिक्षकहरूका समस्या जो हामीले त्यहाँ कारणहरू सहित उल्लेख गरेर त्यो प्रस्ताव दर्ता गरेका छौँ, ती कारणहरूका बारे संसदमा छलफल हुनुपर्छ र यसका साथसाथै शिक्षकहरूका जो मागहरू छन्, जो विगतका सरकारहरूले सम्झौता गरेका छन्, सरकार सम्झौता गर्ने त्यसपछि व्यवस्था गर्ने, यो खालको जो विषयवस्तु भएको छ त्यति मात्र होइन। अब फेरि सरकारले 21 गतेदेखि यही वैशाखको 21 गतेदेखि परीक्षाको चाहिँ कुरा पनि गरिरहेको छ। तर त्यसका लागि आज हामी 16 गते आइसक्यौँ, पछि अनि फेरि हामी के गर्ने हो? एसएलसीका चाहिँ एसई परीक्षाका कापीहरू नजाँचिएका कुराहरू आइरहेका छन्, विद्यार्थीहरू भर्ना गर्ने कुराहरू अलपत्र भएको छ, शिक्षकहरूको माथि दमन भएको छ। शिक्षकहरूलाई उनीहरूका मागहरू पुरा गर्नको लागि वार्तामा ल्याएर उनीहरूका चाहिँ समस्याहरू हल गर्नको सट्टा सरकार त फेरि पानीका फोहरा अनि लाठी बुट यतातिर पो लागेको छ। दमनबाट यो समस्याको समाधान हुने होइन। आम सांसदहरूले यो विषयवस्तुमा उठाइरहेका विषयवस्तुमा गम्भीरतापूर्वक यहाँ छलफल होस् र यी समस्याहरू समाधान हुन्। हामीले प्रतिपक्षको तर्फबाट जो मागहरू राखेका छौँ यसलाई यो हामीले राखेको जरुरी महत्त्वको सार्वजनिकको प्रस्ताव छलफल गर्नको लागि सम्मानीय सभामुखबाट हामी सरकारलाई रुलिङको माग गर्दछौँ र सँगसँगै शिक्षकहरूका जो चाहिँ आन्दोलन छ त्यसलाई चाहिँ एउटा निकासका साथ अगाडि बढेर विद्यार्थीका, अभिभावकका र आम जनताका समस्या हल गर्नको लागि हामी सम्मानीय सभाज्यू मार्फत सरकारको जोरदार माग गर्दछौँ। धन्यवाद।